प्रेग्नेन्सीको लागि एउटा महिलाको अन्डाले ठुलो रोल प्ले गरेको हुन्छ। अब महिलाको अन्डाको भण्डार अथवा क्वान्टिटी हामीले बढाउनु त सक्दैनौँ, तर अन्डाको क्वालिटी चाहिँ हामीले राम्रो अथवा मेन्टेन गर्न सक्छौँ। यसको लागि चाहिँ तपाईले आफ्नो नियमित रूपमा हार्मोनल टेस्टहरू अथवा हार्मोन ब्यालेन्स राख्नु पर्यो। थाइरोइड हार्मोन, प्रोल्याक्टिन हार्मोन्स हैन, अथवा तपाईको पीसीओ जस्तो कन्डिसन्सहरू छ भने नियमित रूपमा यसलाई चाहिँ तपाईले चेकअप गरेर मेन्टेन गर्नु पर्यो। अर्को चाहिँ तपाईले यदि तपाईको खानामा चाहिँ एन्टिअक्सिडेन्ट भएका खानेकुराहरू लिनुभयो भने तपाईको अन्डाको क्वालिटीलाई एकदमै राम्रो असर गर्छ। एन्टिअक्सिडेन्ट खानाहरू भन्नाले ग्रीन भेजिटेबल्सहरू हैन, सागपातहरू, फलफुलहरू अथवा त्यसमा पनि कागती, सुन्तला, टोमेटोज है, जसमा चाहिँ भाइटामिन सी, भाइटामिन ई को प्रशस्त मात्रा छ भने यसले पनि तपाईको अन्डाको क्वालिटी राम्रो गराउँछ। र तपाईले चाहिँ प्रोटिन इन्टेक दालहरू, अन्डाहरू खानुभयो भने पनि यसले चाहिँ तपाईको अन्डाको क्वालिटीमा राम्रो असर पुर्याउँछ। अब खान नहुने चिजमा चाहिँ तपाईले ट्रान्स फ्याट्सहरू जस्तै डाल्डा घिउहरू हैन, पाम ओइलमा बनाएका अथवा तारेका खानेकुराहरू, सुगरी फुड्सहरू जसमा चाहिँ चिनीको मात्रा एकदमै धेरै हुन्छ, त्यो खानेकुराहरू नखाने। तपाईले फेन्टा, कोक हैन, कोल्ड ड्रिङ्क्सहरू अथवा एनर्जी ड्रिङ्कहरू यो सबै अभोइड गर्ने र चुरोट रक्सी त भइ नै हाल्यो। सँगसँगै चाहिँ तपाईले आफ्नो एक्सर्साइज पनि डेली बेसिसमा गर्ने र आफ्नो वेटलाई चाहिँ मेन्टेन गरेर राख्नुभयो भने यी सबै मैले माथि भनेका पोइन्ट्सहरुमा ध्यान दिनुभयो भने चाहिँ तपाईको अन्डाको क्वालिटी इम्प्रुभ हुन्छ।